आजभोलि धनगढीको नाइट भ्यू अति नै बवाल छ। चारैतिर झिलिमिली उज्यालो र रङ्गी चङ्गी। रात परिसकेपछि साथीहरूसँग घुम्न खानपिन गर्न झनै रमाइलो। अझै त्यसमा राम्रो राम्रो रेस्टुरेन्टहरूमा गएर मिठो मिठो खाजा खान त झनै रमाइलो। र आज हामी गयो रातो पुलदेखि घरेलु चोक हुँदै शहीद गेट जाने बाटोतर्फबाट अलिकति अगाडि गएर राइट साइडमा रहेको हाम्रो क्याफे एन्ड सेक्वा कर्नरमा। र आज हामीहरूसँग हुनुहुन्छ मेसी साथी र जीवन दाई। क्याफे भित्र छिर्ने बित्तिकै हामीले एकदमै उज्यालो र फराकिलो स्पेस देख्यौं र पछाडिपट्टि एकदमै भाइबी स्पेस पनि रहेछ। खानेकुराको अर्डर हामीले पहिले नै गरिसकेको हुँदा त्यहाँ पुग्ने बित्तिकै एकैछिनमा एकजना ह्यान्डसम भाइले हाम्रो फर्स्ट अर्डर चिकन सेक्वा ल्याइदिइहाल्नु भयो। त्यसपछि मेसी साथीले फर्स्ट बाइट हान्नुभयो र एकदमै दामी छ भनेर भन्नुभयो। आफ्टर द्याट चिकन विङ्सको पालो र चिकन विङ्सको उद्घाटन चाहिँ हाम्रो जीवन दाइले गर्नुभयो। एकदमै स्पाइसी मजाको थियो। र फाइनली चिकन क्रिस्पीको पालो घोज्दै खाँदै सकेको थाहै भएन। ओभरअलमा यो सबै आइटम्सहरू शीतलको लागि चाहिँ एकदमै फेमस रहेछ यो ठाउँमा, हाम्रो क्याफे अनरले भन्नुभयो। त्यसपछि पानीसानी पिएर बिलसिल तिरेर भटबटेमा चढेर सरर घरतिर निस्कियौं। यदि तपाईहरूले पनि हाम्रो क्याफे एन्ड सेक्वा कर्नरको अनुभव लिनुभएको छ भने कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सिनु होला है त। जय धनगढी, जय नेपाल।